हेलो साथीहरू, के छ खबर? ठिकै होला नि सबैजनालाई। एकदम लङ टाइम पछाडि चाहिँ मैले आज भिडियो बनाउँदैछु। अनि के छ, तपाईँहरूको दिन कस्तो बितिरहेछ? सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला होइन। आज चाहिँ घरमा बस्दा बस्दा बोरिङ भयो। त्यस्तो स्पेसल त केही छैन है। अनि यसो बुढालाई जाउँ न, किनार खोलाको किनार डुल्दै तलसम्म जाउँ भनेर बुढालाई भनेर बुढा र म चाहिँ आएको। अनि यसो फ्रेस पनि हुन्छ भनेर जाँदै गरेको। गर्मी हुन्छ लानेर छाता ओढेको, त छाता त हावाले उडाइदिनु खोजिरहेछ। यो चाहिँ यता तल कता जाँदै गरेको हामी अहिले? पशुहाट लाइन, तर यता हामी खोलाको किनार साइडमा चाहिँ छौँ होइन। अनि हाम्रो चाहिँ एकदम बृहत मेला लाग्नु आँटेको छ। यहाँ चैत 21 गतेदेखि मेला लाग्छ भनिरहेछ। जनजाति आदिवासी महोत्सव भनेर भनिरहेको थियो। अनि त्यसै पनि अनि त्यता हेर्दै के कस्तो हुँदैछ, कतिको तयारी हुँदैछ भनेर यसो हेर्न पनि जाने भनेर। तर यो ठाउँ चाहिँ एकदम डेटिङ स्पोट जस्तो रहेछ। हेरौँ न, मान्छेहरू डेटिङ बस्न आएकोहरू पनि भेटिन्छ अहिले। हामी पनि एक डेटिङै हिँडेको, बुढा र बुढी डेटिङ हिँडेको हो। चेयर पनि छ जस्तो छ त। मलाई होइन, विल चेयर जस्तो देख्यो। अनि यो साल महोत्सवहरू लागेको त्यति थाहा छैन। अब फेरि अस्ति लागिसकेको थियो नि, माघतिर लागेको थिएन अस्तिको साल। अनि यसपालि चाहिँ त्यही जनजाति आदिवासी महोत्सव भनेर के भनिरहेको थियो, त्यो हामी यताबाट हेर्छौँ, हेर्न पाइन्छ पाइँदैन। मेलामा त झन् आउने कुरै भएन, नजिकै हो। मेलामा त आइहालिन्छ। अनि यहाँ गोठाला गर्नेहरू गोठाला गरिरहेको छ। माइन्ड फ्रेस गर्नुको लागि पनि आएको है म यता। चिरता खोला हो, खोला पनि गएको छुइनँ हौ म त। अहिले त माछा मार्ने रुखमा नै रहेछ। धेरै पछाडि म घरमै थिएँ नि त, मेरो छाता त मार्नु पऱ्यो। घरमै थिएँ अनि यसो जाउँ न भनेर हिँडेको। गाई बस्तुहरू मजाले चलिरहेको छ अहिले त। सारा फ्रेस हावा लिन पाइरहेको छौँ। फ्रेस त के हुन्थ्यो र, कति धुलो मैलोहरू आइरहेको हुन्छ, तर पनि आनन्द फिल लागिरहेछ मलाई चाहिँ। खोली नाला। अनि अब तपाईँहरू पनि आउनु सक्नुहुन्छ है गाइज। दमकतिर हुनुहुन्छ अथवा कतैबाट पनि आउने इच्छुक हुनुहुन्छ भने आउनुहोस्, मेलामा रमाउनुहोस्, इन्जोय गर्नुहोस्। जिन्दगीमा के छ र मरिलाने होइन। अनि बस्ने ठाउँहरू पनि यस्तो मजाले चिटिकको छ यो यता यो रौतहट खोलाको यो साइडमा चाहिँ। अनि हामी चाहिँ अब मेला लागेको ठाउँमा पुग्नु आँट्यौँ। मेला चाहिँ लागिरहेको चाहिँ छैन, मेला लाग्ने तयारीमा चाहिँ छ। अनि के कस्तो त्यहाँको तयारी हुँदैछ भनेर चाहिँ म चाहिँ यसो हेर्न जाने, यसो माइन्ड पनि फ्रेस हुन्छ भनेर चाहिँ हिँडेको हो है। कतिको त्यहाँको माहौल कस्तो छ हेर्न मिल्छ कि मिल्दैन। हामी त यता खोलाको किनारपट्टिबाट गएको हो नि त, उता छ गेट चाहिँ। सबै बारिसकेको छ होला। यो के हो, उयो हो जलकुम्बी होइन नि, जलकुम्बी अरे। के बोल्या भाइ, के बोल्या? सिमे साग जस्तो देख्यो अरे। तपाईँहरूलाई नै दिन्छु पकाएर। अनि मेला चाहिँ ठुलो लाग्ने भनिरहेछ। खै चैत 21 गतेदेखि वैशाख 1 गतेसम्म। अनि त्यसभित्रमा चाहिँ
अन्त अन्तर्राष्ट्रिय पो भन्दो रहेछ उसले राष्ट्रिय कलाकारहरू पनि आउने भनिरहेछ अस्तिको साल त भव्य हामीले कति 6 दिन 7 दिनसम्म हामी सल्लाहसरी गएको थियौँ अब यसपालि पनि हेरौँ अलिक नआएको नहेरेको अस्ति नदेखेको कलाकारहरू आयो भने चाहिँ गइन्छ रोटेपिङहरू पनि लगाइरहेको रहेछ रोटेपिङ चाहिँ देखेँ यहाँबाट मैले हेर्नु गाइज म चाहिँ अब मेला लाग्ने ठाउँमा आइपुग्नु आँट्यो रोटेपिङको यो देखिरहेछ चिन्ह रोटेपिङ देखिरहेछ अलिअलि अनि यो चाहिँ घामको पिक्चर लिएँ मैले यता चाहिँ खोलामा पो खुट्टा डुबाउनु मन लाग्यो ओ दामी 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 रहेछ दामी हामी त यही बाटो नजिक सरर आउँदा पनि हुन्छ हिँड्दै तलबाट आउनु पनि पर्दैन दमकको पशुहाट दमक मेला आउन सक्नुहुन्छ तल चाहिँ रत्तपुल रत्तपुल देखिँदैछ तल सबै टिनले बारेको रहेछ नि भित्र छिर्न पाइँदैन होला गेट त उता छ है माछा मारेर आएको अरे खै नि हामीलाई पनि दिनु मम्मी होइन तपाईँको मम्मी होइन यहाँनिर हाम्रो छिमेकीहरूले अबै माछा मारेर लिएको यो के हो उयो टाटे माछा त्यसलाई बाम माछा हो दुईजनाले मारेको 3जना 4जनाले रहेछ हौ माछा मार्न चाहिँ सिप्पालु म र बाबा मात्रै त बाबा र मम्मी हामी 2जना मात्रै यति भरे खानु होइन मम्मी र म मात्रै तपाईँको माइत चाहिँ कता ए यता हो क्या हामी मेला हेर्न जानु भएको यतिकै देखिँदैन होला है माइतीसँगै आएको भित्र सुन्नु त सकिँदैन अरे दिन्छ अहिले त दिन्छ ए अहिले दिन्छ भन अन्त त्यही यसो हेर्नु आएको घोडा चढिरहेछ के भन्छ गधा गधा ए गधाले हो त ए दुईटा घोडा या एउटा घोडाले हेरिरहेछ मेला लागेको ठाउँमा मेला लाग्ने ठाउँमा आइसक्यौँ सबै टिनले बारेको रहेछ केही देखिँदैन हौ मेला लाग्ने ठाउँ अहिले त लाग्ने ठाउँ हो भरे फर्किँदा यहाँ चटपटी खानु ल भरे फर्किँदा कताबाट फर्किनु हामी यताबाट हामी चाहिँ गेटमा आइपुग्नु आँट्यौँ थाहा छैन भित्र पस्नु दिन्छ कि दिँदैन स्वागत भित्र पस्नु दिन्छ ल एकदम यहाँ चाहिँ तयारी भइरहेको रहेछ हुन्छ ल यहाँ चाहिँ एकदम तयारी भइरहेको अवस्था रहेछ गोठहरू यताभित्र के पसलहरू रहेछ वाउ यहाँ पनि सांस्कृतिक मेला अरे नि त जनजाति आदिवासी सांस्कृतिक मेला
हुन्छ होटेल हुन्छ यहाँतिर स्टल भनेको स्टल नम्बर भनेको होटेल गर्दा मेरो सिटीकै खाना आउनु बेच्छ यहाँतिर ल एकदम तयारी भइरहेको रहेछ जे बाँकी नै छ यता स्टेज यता जाँदा झन् कस्तो दामी दामी बनाउँदो रहेछ वाउ झन् कति राम्रो चुला एकचोटिको लागि कति एकदम मेहनत तरिकाले खटिराख्नु भएको रहेछ हाम्रो दाइहरू चाहिँ मेलाको लागि यो भाटा रेडी त भइहाल्यो होइन तुबाङको छ यहाँनिर यो चाहिँ कस्तो राम्रो नि यो कस्तो के हो नि यो हजुर ए ए ए हिमाल बनाएको होला है यो हिमालबाट बोल्दै गरेको पोखरी पानी खोल्सी आएर यहाँ पोखरी यहाँ चाहिँ पछाडि पानी बग्छ कि यतिकै बग्दै अब हिमालबाट उता कुलेश्वर भएर आएर ए पोखरी भएर नदी भएर जाने ए बनाउँदै 21 गतेदेखि होइन सुरु 21 गते उद्घाटन हो। राम्रो बनाउँदो रहेछ है सांस्कृतिक महोत्सव पऱ्यो नि त आदिवासी आफ्नो आफ्नो अब पहिला पहिला यस्तो खरको घर हुन्थ्यो चिटिक्क परेको है शीतल पनि हुन्छ हौ यस्तो घर पनि हेरौँ र यता स्टेज है यता स्टेज पहिला त स्टेज यता थियो होइन यो अर्कै महोत्सव हो पहिलाको अर्कै महोत्सव पहिला लागेको अन हो कि थाहा छ कि लागेको त यही हो नि त पहिला फास्ट फुड ए पानी लाग्यो न त बस्ने नि अब जाति जातिको हुँदाखेरि 4 बजीसम्म चाहिँ लाग्दैन पैसा आफ्नो आफ्नो के परिकारहरू छ त्यो अनुसार बनाउनु पर्यो मेला भरको लागि होइन कान्छी सान्छी ल्याएर बस्नुपर्छ हामी यहीँ सुकुम्बासी बस्ने पो लाइनिङ भनेपछि त जग्गावाला त यहाँ चाहिँ तपाईँहरू व्यापार गर्नुहुन्छ अब व्यापार गर्छ यहाँ व्यापार गर्न कि खानालाई के दिन्छ ए जस्तै अब उहाँहरूले यो स्टलको पैसा कति के हो तिरेको होइन के कस्तो तिरेको अनि होइन किन रिसाउनु हो र म त अर्को खोजिहाल्छु खोइ यहाँ भएको एउटा मात्र छ अर्को पनि खोज्छु अब यहाँ पछि झिलिली बत्ती लाउँछ होला हजुर ए भोलि हो आज आज अघि बिहान उज्यालो हुँदादेखिको बाटो सफा गरे आज लगाएँ यता सफा यता लाउनै भएर कार्पेट हाल्नु म भन्दैछु यो त तपाईँहरूको टाइम लाग्ने रहेछ मेरो चाहिँ पर्दैन त्यहाँ लिँदै बस्यो मेरो त यहाँ गोबरले लिप्छु त्यसो होइन सबै भएपछि अनि एकपल्ट ल अब हामी चाहिँ यो मेलाको तयारी के कस्तो छ भनेर अवलोकन गर्न आएको थियौँ हामी मेला त्यहाँभित्र छिरेर पनि फर्किसक्यौँ एकदम राम्रो तयारी भइरहेको रहेछ होइन आफ्नो अब त्यहाँनिर अब संस्कृति भनेपछि हामीले बुझिहाल्छौँ हाम्रो संस्कृतिमा के पर्छ भनेर आदिवासी जनजातिको संस्कृतिमा के पर्छ के देखाउने कुराहरू आफ्नो पहिचानहरू देखाउने कुराहरू देखाउँछ होला अब आज त तयारी मात्रै भइरहेको छ
21 गतेदेखि लाग्छ। अनि त्यहाँ अवलोकन गर्नु यही हाम्रो दमकको मेयर साहब पनि आउनुभएको रहेछ। उहाँहरूले नि एकदम अवलोकन गरिरहेको थियो। अब हामी यहाँ चटपटे खाएर जान्छु। गरिरहेको थियो होइन मैले के भने गरिरहेको थियो भने अब यस्तै हो बोल्ने ऊ जस्तो छ त सिक्सहरू। अब यहाँ चाहिँ हामी चटपटे खाने हो अनि जाने। कति पैसा पुग्नु